ल हामी जाँदैछौँ चस्मा है सबैजनालाई जयमसी छ जयमसी गुड मर्निङ है तुम जीना रहेंगे राम्रा राम्रा पटहरू छ झारपटहरू टोम्बे देउको मेन रोड हो होटल छ चिया पानीको लागि टोम्बे लेआउट मेन रोडको बजार हो चर्चको बोर्डहरू आकाशको पानीले हाम्रो चौध माथि छ बिल्डिङको टपमा भजन हुँदैछ यो ड्राइभरहरू यस बजारले भन्दछ म त गाएर गर्छु प्रशंसा 2 दिने छोटो हामी सबैजनाले हामीलाई
भजनले भनेको सास हुने हरेक प्राणीले परमेश्वरको प्रशंसा गर्नुपर्छ आमेन। अनि तर यस भजनले भनेको छ कि झरनालाई हेरेर माथिको त्यो झरनालाई हेरेर झरझर गर्दै गर्छु महिमा आमेन। परमेश्वरले बनाउनु भएको सृष्टिले पनि परमेश्वरको महिमा गरेको छ भने आज तपाईँलाई र मलाई परमेश्वरले उहाँको महिमा अनि प्रशंसाको निम्ति बनाउनु भएको छ आमेन। परमेश्वरलाई महिमा भएको यस भजनबाट हामी त्यसै गरी अन्तिम नम्बरको कोरस गर्नेछौँ हामी 271 नम्बरको कोरस। साथै भजन सङ्ग्रह 96 को पुरै भन्दछ किनकि परमप्रभु महान हुनुहुन्छ र अति प्रशंसनीय हुनुहुन्छ आमेन। हाम्रो परमेश्वर चाहिँ महान अनि जिउँदो जीवित परमेश्वर हुनुहुन्छ। यो समय चाहिँ हामी हाम्रो महान जिउँदो जीवित परमेश्वरलाई स्तुति अनि प्रशंसा चलाउन आएका छौँ आमेन। हामी कसलाई प्रशंसा चलाउन आएका छौँ? हाम्रो महान परमेश्वरलाई हामी स्तुति अनि प्रशंसा गर्न आएका छौँ। हालेलुया 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 भन्नुहोस् न। हालेलुया
हात उठाउनु तपाईँको साथै हाम्रो स्तुति अनि प्रशंसा ग्रहण गर्नुहुन्छ हाम्रो परमेश्वर हाम्रो महान अनि जिउँदो जीवित परमेश्वर हामी धन्यवादहरू चढाउँछौँ
तुम्हें परमेश्वर परमेश्वर प्रभु साथ ही प्रभु तपाई प्रभु और प्रभु कami महान तपाई परमेश्वर प्रभु तपाई एक बात को महान दिशु जीवित परमेश्वर तपाई हुनुहुन्छ प्रभु हाम्रो वर्तमान हाम्रो भविष्य प्रभु सबै कुरा तपाईको हातमा छ आज साथी प्रभु तपाई हाम्रो बात हामी आनन्दित छौं प्रभु आज हामी शान्तिमा छौं प्रभु किनभने तपाई हाम्रो साथमा हुनुहुन्छ प्रभु हालेलुया साथी तपाई महान परमेश्वर हामी प्रशंसा गरिमा हामी चलाउँछ प्रभु हालेलुया प्रभु तपाईलाई धन्यवाद दिन्छ प्रभु तपाईको उपस्थितिमा पनि यो समय हामी आउँछौँ प्रभु हामी हरेकको जीवनलाई प्रभु तपाईले सुन्नु भएको छ प्रभु तपाईको उपस्थिति प्रभु हरेकलाई तपाईले महसुस गराउनुहुन्छ प्रभु तपाई महान परमेश्वर तपाई हुनुहुन्छ प्रभु तपाई हिजो आज सदा सर्वदा एक समान रहनुहुने प्रभु तपाई कहिले पनि नफेर्नुहुने परमेश्वर तपाई हुनुहुन्छ हालेलुया हामीले सदा सर्वदा दिन गर्नु तपाईँ अल्फा र ओमेगा परमेश्वर तपाईँ हुनुहुन्छ हालेलुया
दिनुहुने प्रभु हामीलाई नछोड्नुहुने नसाथ हुने परमेश्वर तपाईँ हुनुहुन्छ प्रभु साँच्चै प्रभु हामी तपाईँलाई नै चाहन्छौँ प्रभु हामी तपाईँलाई हामी प्रशंसा अनि आदर हामी चढाउँदछौँ प्रभु तपाईँ हिजो आज अनि सदा सर्वदा एक समान हुनुहुने परमेश्वर हामी तपाईँलाई धन्यवाद अनि प्रशंसा प्रभु हामी चढाउँदछौँ प्रभु तपाईँ महिमित हुनुभएको छ प्रभु तपाईँलाई हामी प्रशंसा अनि हामी महिमा अनि चढाउँदछौँ प्रभु हालेलुया तपाईँलाई धन्यवाद चढाउँदछौँ प्रभु हरेक कुराको निम्ति तपाईँलाई धन्यवाद अनि प्रशंसा हामी चढाउँदछौँ प्रभु तपाईँ एक मात्र जीवन जीव परमेश्वर तपाईँ हुनुहुन्छ प्रभु साँच्चै नै प्रभु तपाईँले त्यो दुःख अनि कष्टको हाम्रो निम्ति सहनुभयो प्रभु त्यो कलवरीमा प्रभु आज हामी प्रभु तपाईँको जति चित्त दुखाए तापनि प्रभु आज तपाईँको विरुद्धमा हामी जति गरे तापनि प्रभु प्रभु तपाईँले हामीलाई कहिले पनि छोड्नु भएन कहिले पनि त्याग्नु भएन प्रभु तपाईँले हामीलाई दया देखाउनु भयो परमेश्वर पिता साँच्चै प्रभु आज हामी योग्यको त थिएनौँ प्रभु तर तपाईँले हामीलाई योग्यको बनाउनु भयो प्रभु साँच्चै प्रभु तपाईँको वचनमा प्रभु तपाईँले भन्नुभएको थियो अब म तिमीलाई नोकर भन्दिनँ तर म साथी भन्छु भन्नु प्रभु साँच्चै प्रभु आज हामी जस्तो घिनाको पाप गरे तापनि प्रभु तपाईँले हामीलाई आफ्नो साथी भन्नुभएको छ प्रभु साँच्चै प्रभु आज हामी तपाईँलाई चित्त दुखाउने मानिस होइन प्रभु तर तपाईँको महिमा अनि प्रशंसा गर्ने मानिस प्रभु तपाईँले बनाउनु भएको छ प्रभु तपाईँको महिमा अनि प्रशंसाको निम्ति प्रभु तपाईँले प्रयोग गर्नुभएको छ प्रार्थना गर्दछु प्रभु ईश्वर प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ प्रभु हाम्रो टुटेको बिटीलाई प्रभु तपाईँको अगाडि हामी ल्याउँदछौँ प्रभु आज प्रभु हाम्रो टुटी बिटी प्रभु तपाईँले कस्तो बनाउन चाहनुहुन्छ बनाउनु भएको छ प्रभु अनि साथै तपाईँको उपस्थितिमा प्रभु हाम्रो आत्मिक अनि शारीरिक रोगहरू तपाईँले निको पार्नुहुन्छ प्रभु हालेलुया तपाईँलाई धन्यवाद
तपाईँ तपाईँले दिनुभएको छ। उहाँमा आफ्नो हामी तपाईँलाई तपाईँको प्रवेश तपाईँ साथी भएको छ हालेलुया हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु तपाईँको आत्माले तपाईँलाई गर्नुभएको छ यस तपाईँको आत्माले प्रभु प्रत्येकलाई प्रभु तपाईँले छुनुहोस् प्रभु प्रत्येकलाई प्रभु तपाईँको उपस्थितिको महसुस गराउनु भएको छ र आशा गर्दछु प्रभु साँच्चै प्रभु आज हामी तपाईँलाई छुनेनौँ प्रभु तर तपाईँले हामीलाई छुन्नु भएको छ प्रभु प्रभु हामीलाई छुन्नु भएको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो समय समय प्रभु हामी तपाईँको हातमा राख्दछौँ प्रभु महिमानी प्रशंसा प्रभु तपाईँले हो प्रभु तपाईँ महिमित हुनुभएको छ भने हामी विश्वास गर्दछौँ प्रभु प्रत्येकको जीवनबाट प्रत्येकको ओठहरूबाट प्रभु तपाईँ महिमित हुनुभएको छ हालेलुया प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ हामी परमेश्वरलाई ताली बजाएर यस समय हामी धन्यवाद दिन्छौँ धन्यवाद प्रभु तपाईँलाई यस समयको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु तपाईँको उपस्थितिको निम्ति प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँछौँ प्रभु यस समय प्रभु तपाईँ महिमित हुनुभएको छ भने हामी विश्वास गर्दछौँ प्रभु सबै कुरा तपाईँको हातमा राख्दछौँ प्रभु हामी जानी नजानी गरेको प्रभु स्तुति अनि आराधना प्रभु तपाईँले ग्रहण गर्नुभएको छ भने हामी विश्वास गर्दछौँ प्रभु तपाईँको महिमानी प्रशंसा भएको छ प्रभु हामी सबै तपाईँको सबै कुरा प्रभु तपाईँको हातमा राख्दै आशिष माग्छौँ येशू प्रभुको नाममा आमेन आमेन हुन्छ हामी सबैजना